हेलो नमस्ते। म चाहिँ अहिले थोरै साजघाटको बाटो भएर अहिले चाहिँ म ब्राताल हामीले धेरै पहिला नाम मात्रै सुन्दै आएको र मैले के सोच्थेँ भने ब्राताल भनेको एउटा बडी चोरलाई मात्रै सम्झिन्थे र बडी चोर एउटा बजारलाई मात्रै सम्झिन्थे र ताल यो ब्राताल भन्ने कहाँ रहेछ कता रहेछ भन्ने कुरो मैले थाहा पाएको थिइनँ। सो मैले के सोचिरहेको थिएँ भने ब्राताल चाहिँ एउटा बजारकै ठाउँमा र बडी चोरको वरिपरि नै होला भन्ने सोचिरहेको थिएँ। सो त्यो रहेनछ। मैले यो ब्राताल कहाँ रहेछ के रहेछ भनेर खोज्ने क्रममा म चाहिँ अहिले ठ्याक्कै साजघाटको अगाडि, साजघाटभन्दा थोरै अगाडि यो ब्राताल भन्ने ठाउँमा थोरै यो केही पुलहरू केही अप्ठ्यारो बाटोहरू रहेछन्। त्यहाँबाट आउँदाखेरि म बाटैमै छु र अहिले यो हजुरलाई देखाउँदैछु। यो जङ्गलको बिचमा छु म अहिले चाहिँ। म ब्रातालमा जाँदैछु र त्यो कस्तो रहेछ, ताल कस्तो रहेछ र त्यो ताल कसरी रहन पुग्यो, कसरी के भयो होइन, त्यो तालहरू तपाईँहरूलाई बिस्तारै त्यो तालको पनि दृश्य म देखाउने छु। र अहिले चाहिँ म बाटैमै छु होइन। बिस्तारै त्यो तालहरू पनि हजुरलाई देखाउने छु र भिडियो कन्टिन्यू हेर्दै जानु होला। अहिले चाहिँ म ब्राताल भन्ने ठाउँमा अहिले यो तालको नजिक आइसकेको छु र त्यो तपाईँहरूले देख्न सक्नुहुनेछ। ताल एकदमै ठुलो छ, देख्न सक्नुहुनेछ र म तालको नजिक आइसकेको छु र एकदम नजिक देख्न सक्नुहुनेछ। अझै नजिक गएर तपाईँहरूलाई चाहिँ जति सक्छु म देखाउने छु हजुरलाई होइन। त्यो ताल चाहिँ यस्तो रहेको छ, हेर्नु हजुर देख्न सक्नुहुनेछ। यो ब्राताल हामी चाहिँ नजिक आइसकेको छौँ र यहाँ केही बस्ने स्थलहरू, बस्ने ठाउँहरू केही बन्दै रहेछ र अहिले चाहिँ यो ब्रातालको यो यस्तो रहेछ यो ठाउँ र बाटोहरू पनि यस्तो छ। अनि यो चाहिँ गाडी हिँड्ने बाटो चाहिँ यस्तो बनाएको रहेछ। यो चाहिँ बाटो बन्दैछ, प्लस यो बाटोहरू पनि बन्दै रहेछ र ठाउँहरू एकदमै राम्रो छ र यतातिर चिसो हावाहरू पनि चलिरहेको अनुभव गरिरहेको छु मैले। र यो ब्राताल एकदमै यो बिचको पहाडको ठाउँमा र एकदम तल एकदम पहाड, यो एकदम माथितिर एकदम पहाड देख्न सक्नुहुनेछ, पहाड छ र यता तलतिर चाहिँ यता गहिरोमा चाहिँ एकदम यो ताल रहेको छ, एकदम वरिपरि ताल, यो पुरै तालको एरिया हो। म पनि पहिलोचोटि आएको भएर सो हजुरहरूलाई देखाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। ल अहिले चाहिँ पुरै तरिकाले तालको पुरै देख्न सक्नुहुनेछ, तालको एरिया र ताल यति ठुलो रहेको छ र भिडियोमा तपाईँले जति पनि देख्नु भएको छ भिडियोमा, तर यो रियलमा हेर्ने हो भने भिडियोमा हेरेको भन्दा एकदमै ठुलो देख्न सक्छौँ हामी र भिडियोमा अलिक सानो देखिन सक्छ, तर पनि भिडियोमा भन्दा रियलमा यहाँ आएर हेर्नुभयो भने ताल एकदमै ठुलो छ है, एकदमै ठुलो देख्न सकिन्छ। यो तालमा चाहिँ एकदमै डरलाग्दो र एकदमै ठुलो ताल रहेको छ र सो पानीहरू पनि खासै त्यस्तो सफा त देखिँदैन, पानीहरू एकदमै फोहोरै नै छ। माछाहरू पनि छ होला सायद यसमा होइन, माछाहरू पनि अलिअलि देख्न सक्छौँ हामी। र तालहरू चाहिँ एकदमै ठुलो रहेको छ र यहाँ बिचमा यो थोरै टापुमा चाहिँ एउटा सानो मन्दिर पनि देख्न सक्छौँ हामी। यहाँ मन्दिर पनि रहेछ। सो यता पर तालहरू चाहिँ यो ब्राताल यसकै नाम, यही तालको नाम रहेर ब्राताल गाउँपालिका र बडीचोर लाई चाहिँ जोडेको रहेछ। मैले पनि म पनि फर्स्ट टाइम आएको भएर यो हजुरहरूलाई देखाउन गइरहेको छु र यही नै हो ब्राताल भनेको। हजुरहरू नझुकिनु होला, हजुरहरू पनि आउनु होला एकचोटि। यो ताल एकदमै राम्रो छ हेर्नलाई, वातावरण एकदमै सफा छ, राम्रो छ है। बाटोहरू पनि बन्दै रहेछ र अरू बाटोहरू त यसरी बन्दैछ र बिचमा यो बाटोहरू जाली हालेर यता चाहिँ कम्पाउन्डिङ गरेर यता चाहिँ बाटोहरू बन्दै रहेको अवस्था देख्न सक्छौँ हामी। र यो अहिले बन्दैछ यो बाटो, सो जाली हालेर यसरी बन्दैछ।
यहाँबाट पानी गरेर पर्ने ल अहिले चाहिँ हामी देख्न सक्छौँ बराताल गाउँपालिकाको आर्थिक सहयोगमा बरा मन्दिर निर्माण बराताल गाउँपालिका अध्यक्ष श्री भीमबहादुर भण्डारीज्यूबाट द्वारा समुदाय गार्डन सुसम्पन्न भयो। यसरी चाहिँ देख्न सक्छौँ यहाँ चाहिँ हाम्रो यो बरातालको यो एउटा चाहिँ मन्दिर यसरी बनेको रहेछ। तपाईँले देख्न सक्नुहुनेछ यो चाहिँ एउटा ठ्याक्कै भन्नुपर्दा पोखराको फेवातालको बिचमा बनेको मन्दिर जस्तै यो वरिपरि ताल रहेको छ। यता देख्न सक्नुहुन्छ वरिपरि ताल रहेको छ, यता पनि ताल छ वरिपरि र ठ्याक्कै यो बिचमा चाहिँ एउटा मन्दिर रहेको छ। यो बरा मन्दिर भन्ने एउटा चाहिँ मन्दिर चाहिँ रहेको छ बिचमा, ठ्याक्कै बिचमा तलाउको बिचमा चाहिँ यो एउटा मन्दिर चाहिँ रहेको छ। भेरीको त्यत्रो पानी गएर चाहिँ के भयो यही हो हजुरले देख्न सक्नुहुनेछ बराताल भनेको यही हो। ताल चाहिँ एकदमै ठुलो रहेको छ र जति पनि तपाईँले देख्न सक्नुहुनेछ यो एकदमै ठुलो छ ताल। यो जति पनि भिडियोमा देखे जतिको तपाईँले सानो देख्नुभयो होला, तर रियलमा हेर्दाखेरि एकदमै ठुलो रहेको छ यो ताल चाहिँ। बराताल भनेर चाहिँ हामीले नाम मात्रै सुनेको, तर आज म स्वयं नै यो तालको नजिक आएको छु र बराताल रहेको छ। यो चाहिँ एकदमै राम्रो र एकदमै जङ्गलको बिचमा रहेको रहेछ। हजुरहरू पनि आउन चाहनुहुन्छ भने आइदिनु होला। र यो यस तालमा अहिले चाहिँ के निर्माणको कामहरू बाटोहरू पनि केही बन्दैछ, त्यति सजिलो त छैन आउनलाई, केही गाह्रो चाहिँ छ। तर बिच बाटोसम्म हजुरले गाडीमा अथवा मोटरसाइकलमा आउनुभयो भने यता केही 20-25 मिनट जति तपाईँले हिँडेर आउनुपर्ने हुन्छ। र यसरी चाहिँ यो तालमा आएर तपाईँहरू यसरी रमाइलो यसरी हेर्न पाउनुहुनेछ। ल देख्न सक्नुहुनेछ म चाहिँ अहिले बरातालको नजिकै छु र आइपुगेको छु र एकदमै राम्रो लाग्यो ठाउँ। एकदमै पहाडको बिचमा र एकदमै जङ्गलको बिचमा यो ताल चाहिँ रहेको रहेछ। र ताल अलि केही फोहोरहरू छ, सरसफाइ गर्न बाँकी नै छ होला सायद। यहाँ केही निर्माणहरू कामहरू पनि देख्न सक्छौँ हाम्रो केही हुँदैछ। वरिपरि जङ्गल भएको कारणले गर्दा पनि अब यो फोहोरहरू देखिन सक्छ अलिअलि होइन, तर पछिको दिनहरूमा केही सुधार चाहिँ हुन्छ होला जस्तो लागिरहेछ। बार त लगाउन लागिसकेको छ।